तपाईँ हामी सबैले एउटा कथा सुनेको हुनुपर्छ, द एम्परर्स न्यू क्लोथ भन्ने। हिन्दीमा पनि छ, अकबर बिरबलको कहानी हो सायद, र नेपालीमा पनि छ। यो ठ्याक्कै मलाई याद भएन, तर म सारांशमा यो कथा भन्छु। एउटा धेरै घमण्डी बादशाह हुन्छ, उसलाई नयाँ कपडा र राम्रो लुगा लाउने एकदमै सौख हुन्छ। एक दिन दुईजना ठग आउँछन् राजमहलमा, र उनले राजालाई के भन्छन् भनेपछि, हामी एउटा यस्तो अद्भुत कपडा सिउन सक्छौँ जो बुद्धिमान मान्छेले मात्रै देख्न सक्छन् भनेर राजालाई भने। राजालाई पनि अचम्म लाग्यो, ओहो यो त पहिलोचोटि सुन्दैछु म, अरू कसैले नदेख्ने, मूर्खहरूले देख्दै नदेख्ने, बुद्धिमानले मात्रै देख्ने, र मेरा देशका मूर्खहरू को रहेछन् भन्ने पनि मैले थाहा पाउन सक्ने भयो भनेर त्यो कपडा सिउन भन्छन् ठगहरूलाई। अब ठग दिन रात कपडा सिउँदैछन्। राजा बेला बेला आफ्ना मान्छे पठाउँछन् कपडा कम्प्लिट भयो कि भएनन् भनेर। ती मान्छे हेर्न जान्छन्। अब त्यहाँ ठगहरू कपडा सिलिरहेको त देख्छन्, तर त्यहाँ कपडा देखिँदैन। तर डर के हुन्छ भनेपछि, हामीले कपडा देखेनौँ भनेपछि हामी मूर्ख हौँ भन्ने साबित हुन्छ। त्यसैले गर्दा राजालाई गएर सिल्दैछन् महाराज भनेर भन्ने गर्छन्। र एक दिन त्यो कपडा सिलेर तयार हुन्छ। ठगहरू लिएर आउँछन् यसरी कपडा। अब राजाको मुखनिर आइसकेपछि राजालाई यस्तो कपडा देखाउँदै ठगहरू सोध्छन्, कस्तो छ महाराज भनेर भन्छन्। अब कपडा त थिएन। तैपनि राजाले के सोचे भनेपछि, यो त बुद्धिमानले मात्रै देख्ने कपडा हो। राजा देख्दै छैन कपडा, छँदै छैन त्यहाँ कपडा। तैपनि ऊ आफूलाई बुद्धिमान साबित गर्नका लागि, वाह क्या राम्रो कपडा, कस्तो राम्रो सिएको, शाबास भनेर हजारौँ असर्फी दान दिन्छन् ती ठगहरूलाई। अब ठगरले के भन्छन् भनेपछि, महाराज अब यो नयाँ कपडा लाउनु पर्यो, पुरानो कपडा खोल्नुहोस् भनेर भन्छन्। अब राजा आफ्नो पुरै कपडा खोलेर त्यो नयाँ अदृश्य कपडा लाउँछन्। उनलाई के छ भनेपछि, कपडा छ, यो बुद्धिमानले मात्रै देख्ने हो भन्ने लागेको छ। र सबै भारदारहरू सबै जम्मा भयो त्यहाँ। जम्मा भएर राजाले सोध्यो सबैलाई, कस्तो देखियो त मेरो नयाँ कपडा भनेर भनेपछि सबै मान्छेले, वाह महाराज कस्तो राम्रो कपडा, यस्तो राम्रो कपडा अहिलेसम्म हामीले देखाएको थिएनौँ भनेर ताली बजाए। अब ती भारदारहरू आसेपासेहरूले पनि आफूलाई बुद्धिमान साबित गर्नु छ। कपडा त देखेको छैन, राजा नाङ्गै छ, तैपनि वाह कस्तो राम्रो लुगा, कस्तो राम्रो, यस्तो राम्रो लुगा सिलेको, कस्तो सुहाएको भनेर तारिफ गरे। राजा मक्ख, भारदार मक्ख, सबै मक्ख, सबै आफूलाई बुद्धिमान ठानिरहेछन्। नयाँ अदृश्य लुगा लगाएर बादशाह सडकमा घुम्न निस्के। सबै ताली पिट्न लागे, ओहो कस्तो राम्रो बादशाहको लुगा भनेर। कोही पनि आफूलाई मूर्ख साबित गर्न चाहन्थेन, सबै बुद्धिमान हो भन्न चाहन्थे, किनकि बुद्धिमानले मात्रै लुगा देख्छ भनेको थियो। अब हिँड्दै जाँदा एक ठाउँमा सानो बच्चाले देखिसकेपछि, बादशाह त नाङ्गै छ भनेर भनिदिएछ। त्यसपछि बल्ल बादशाहलाई रियलाइज भएछ कि यो म त नाङ्गै रहेछु, लुगा नै रहन्छ, आफू मूर्ख भनेको त्यसपछि थाहा पाएछ।